एकैचोटि सयौं पद खाली हुने गरी सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको अध्यादेश जारी भएको छ। यो अध्यादेश जारी भएसँगै अब राज्यका विभिन्न निकायमा व्यापक फेरबदल हुँदैछ। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदको सिफारिसमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गर्नुभएको हो। सोही दिन उहाँले 3वटा अध्यादेश एकसाथ जारी गर्दा राजनीतिक र प्रशासनिक क्षेत्रमा यसको प्रभाव व्यापक हुने अनुमान गरिएको छ। नयाँ अध्यादेश लागू भएसँगै करिब 1100 पद एकैचोटि खाली हुने भएका छन्। विश्वविद्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र प्राधिकरण जस्ता 150 भन्दा बढी निकायमा अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू स्वतः खारेज हुनेछन्। नेपाल टेलिभिजन, पीएसपी लगायतका सञ्चार तथा अन्य सरकारी निकायमा भएका नियुक्तिहरू पनि यस अध्यादेशको दायरामा पर्ने बताइएको छ। तर नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समिति सदस्यहरू भने यस निर्णयबाट प्रभावित नहुने बताइएको छ। अध्यादेश पूर्ण रूपमा सार्वजनिक भइ नसकेकाले ठ्याक्कै कुन पदाधिकारी पदमुक्त हुनेछन् भन्ने बारे अझै स्पष्ट भइसकेको छैन। राजपत्रमा प्रकाशित भएसँगै लागू हुने यो अध्यादेशले अब राज्य संविधानमा कस्तो प्रभाव पार्छ त्यसतर्फ सबैको ध्यान केन्द्रित भएको छ।